कृषि अभिवादनीहरू सबैलाई जय मसी र हाम्रो दर्शन प्रभुले दिनुभएको बोझ जिम्मेवारी त्यो भार त्यो लक्ष्य त्यो उद्देश्यहरूलाई हामीले कसरी स्ट्रङ्गर बनाउन सक्छौँ भन्ने विषयमा मैले पहिला पनि कुरा गरिसकेको छु र त्यसैलाई नै अलिकति इम्फेसिस गर्दै र त्यसैको नै कन्टिन्युएसन गर्दै म फेरि पनि के भन्न चाहन्छु भन्दाखेरि नि अर्को एउटा नयाँ विचार चाहिँ परमेश्वरले दिनुभएको हाम्रो कलिङ्सहरूलाई चाहिँ स्ट्रङ हामीले त्यो बेलामा बनाउन सक्छौँ जब हामी वर्क ओरिएन्टेड मान्छे चाहिँ हामी चाहिँ हुँदछौँ क्या। जब हामी वर्क ओरिएन्टेड मान्छे नै हुँदैनौँ नि त्यो भिजन त्यो दर्शन त्यो चाहिँ अब त्यो दिवा सपना जस्तै हुन्छ, डे ड्रिम जस्तै मात्रै हुन्छ है। त्यही भएर परमेश्वरले आफ्नो राज्यमा बोलाउँदाखेरि पनि वर्क ओरिएन्टेड मान्छेहरूलाई, कामलाई चाहिँ उनीहरूले चाहिँ आफ्नो प्रायोरिटीमा राख्ने मान्छेहरूलाई नै बोलाउनुहुन्छ है। र एक्सन चाहिँ नलिने तर फ्यान्टेसी इमेजिनेसन मात्र गरिराख्ने, म प्रभुको लागि यो गर्छु प्रभुको लागि त्यो गर्छु भन्ने, तर एक कदम पाइला पनि नचलाउने मान्छेहरूलाई चाहिँ परमेश्वरले आफ्नो राज्यमा बोलाउनु भएछ भनेदेखि पनि त्यो मान्छेले परमेश्वरको काम गर्नमा सस्टेन हुन सक्दैन। किनकि काम गर्दै गइसके पछाडि दुःख आउँछ, हार्डसिप्स आउँछ, त्यस पछाडि स्ट्रगल्सहरू हुन्छ, प्रब्लम सल्भिङ गर्नुपर्ने स्किल्सहरू चाहिँ त्यहाँ डेभलप गर्नुपर्ने कुराहरू हुन्छ। यस्ता कुराहरू मिनिस्ट्रीमा पनि लागु हुन्छन् होइन। अब नम्र हुनुपर्ने, धेरैजना मानिसहरूको चाहिँ कम्प्लेन सहनुपर्ने, सुन्नुपर्ने, विभिन्न थोकहरू त्यो अब एक्सप्लेनै गर्नु नसक्ने, अनि त्यस पछाडि सडनली आउने सिचुएसन्सहरू चाहिँ त्यहाँ चाहिँ हुन सक्दछन्। यी सबै कुराहरूलाई ह्यान्डल गर्न सक्ने क्षमता चाहिँ डेभलप गर्दै चाहिँ जानुपर्छ मिनिस्ट्रीमा पनि, आफ्नो कलिङ्समा पनि होइन। यी सबै कुराहरूको लागि यी सबै कुराहरूको प्राइस पे गर्न सक्ने चाहिँ बन्न चाहिँ म तयार छु भनेर एउटा अठोट लिने मान्छेहरूलाई मात्र के गर्नुहुन्छ परमेश्वरले बोलाउनुहुन्छ र साथसाथै उनीहरूको नै चाहिँ हो भिजन, उनीहरूको नै चाहिँ कलिङ्सहरू चाहिँ स्ट्रङ र बेटर हुँदै जाने। त्यही भएर वर्क ओरिएन्टेड मान्छे चाहिँ बन्नुहोस् होइन। हामीले एउटा बिर्सिनै नहुनुपर्ने कुरा के पनि छ त भन्दाखेरि 12जना चेलाहरूले चाहिँ जब प्रभुले बोलाउनु भयो उनीहरूले काम नै गर्दैन थिए होइन। पत्रुसलाई, याकुबलाई, योहन्नालाई बोलाउँदै गर्दाखेरि उनीहरू प्रोफेसनल मान्छेहरू नै थिए, वर्क बेस्ड मान्छेहरू नै थिए। त्यही भएर मिनिस्ट्रीमा आफ्नो कलिङ्सहरूलाई बेटर बनाउनु छ भनेदेखि म काम गर्न तयार छु भन्ने सोच र मेन्टालिटीका साथ आउनु होला।